चिट्ठी तिमीलाई लेखौँ भन्छु मनको कुरा मनमै रह्यो चिट्ठी तिमीलाई लेखौँ भन्छु मनको कुरा मनमै रह्यो के छ तिम्रो खबर सन्चै होला नि मलाई झै बोल्ने मन चाहिँ होला कि अहिले त माया गर्ने अर्कै होला नि अहिले मिल्छ होला जात मिल्ने थर्कै होला नि वर्षौं बितिसक्यो सम्बन्ध टुटेको के छ र तिम्रो मनमा अझै घमण्ड लुकेको तिम्रो गल्ती कहिले देखिनौ नि तिमीले सधैँ हेर्न चाहन्थ्यौ म मात्र झुकेको आमाले सोध्नु भएको नानीले के गर्दैछिन् कसरी भनौं नानी अर्कै कि भइसकिन् उसले उज्यालो भविष्य रोजी अरूसँग गइसकिन् आखिर जति माया भने पनि पैसाको नै रहेछ जित साथ दिन्छु भन्थ्यौ कसम उमेर पुग्दा 65 खाएको कसम तिमीले निभाएको खै त नि जति आफ्नो भने पनि एक्लै बाँच्ने रहेछ नि के खेला खेल्यौ यस्तो निकै कठोर रहेछौ दैवनी अब तिमी अरूकै भइसक्यौ म बिना नि खुसी छु झै गर्यौ जित्यौ तिमीले मायामा हारे म माया नपाइने रहेछ मागेर सम्झेर तिमीलाई लेख्दैछु चिठीमा दिमागले भुलायो तर मनले बिर्सन्न चिठी तिमीलाई लेखौँ भन्छु मनको कुरा मनमै रह्यो चिठी तिमीलाई लेखौँ भन्छु मनको कुरा मनमै रह्यो सीताले साथ छोडे श्रीराम एक्लै गए वनवास कलियुगको सीतालाई प्यारो लाग्यो सुनको लङ्का मर्यो माया भन्ने चिज जुन दिन दाजियो नि धनमा माया हुँदैन नि त्यहाँ जहाँ हुन्छ लोभ घमण्ड शङ्का तिमीले छोडेपछि एक्लै जिउने बानी भो तिमीलाई भुलाउने औषधि भन्दै पिउने बानी भो सानो तिनो चोट भएको भए ठिक पार्थे नि आफै दुई टुक्रा भएको चिज कहाँ तिउले टालिन्थ्यो राम्रो होस् तिमीलाई राम्रो होस् त्यो घरबार सुखमा सम्झिनौ सम्झिनु नि दुःख पर्दा सोचिरहेको थिएँ यसै बाँच्नु भन्दा ठिक होला कि मर्दा फेरि सम्झिए नि बाउआमाले कुरिरहेछन् घरमा मन छोडी धनलाई हेर्यौ नि पारोले झै रङ्ग फेर्यौ नि मलाई पनि सिकाइदेऊ बिर्सन तिमी हाँसमै रुन्छु जीवन भर सम्झेर तिमीलाई लेख्दैछु चिठीमा दिमागले भुलायो तर मनले बिर्सिन्न चिठी तिमीलाई लेखौँ भन्छु मनको कुरा मनमै रह्यो